कांग्रेस एमाले माओवादी रासपा बालिन सम्पूर्ण बजाउनु भएको तपाईले आह्वान गर्नुभयो यस्तो छ सुशीला कार्की प्रति पनि निकै कटाक्ष गर्नुभएको छ नि पत्रकार साथीहरु पर ठाउँ बनाइदिएको छ तपाईहरुलाई एकछिन निक्लिन दिनुस् अलिक पछाडी 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 ब्याक सरो साथीहरु ब्याक सरो अलिक पछाडी जानुपर्छ अलिक पछाडी जाऊ ब्याक सरो अलिक ब्याक जाऊ घुम्छ यो हटाउन हैन एकछिन हटाउन हटाउ अलिक ब्याक जानु न अलिक हल्का ब्याक जानु पछाडी छोडौ पछाडी ब्याक जाऊ उतापट्टि पनि हेरौँ उतापट्टि कता बोल्नुहुन्छ मेरो साथ भन्नु छोड़ दो पछाडी सरौ अगाडि कोही पनि नबुझ्नु सबैले एकै ठाउँबाट दिउँ त पछाडी सरौ पछाडी सरौ सबैले बाइक लिन पाउनु पर्यो साथीहरु पछाडी सर्दिउँ सबैले बाइक लिन पाउनु पर्यो सबैले बुझ्नु सबैले लिन पाउनु पर्यो मेरो सब बाजा आइसकेको छ भएन सबैजना त्यही हातमै राख्दा पनि हुन्छ होला र अब के अरे अब हामी शान्त बनाउँ है त अरू नबन्नु शान्त बनाउँ न सबैजना शान्त बनाउँ सबैजना शान्त बनाऊ सबैले खेल्नु होला सबैजना शान्त बनाऊ है ल सबैजना शान्त बनाऊ ल के अरे म पहिला थोरै बोल्छु अनि त्यसपछि तपाईँहरूले प्रश्न गर्ने होला होइन है त्यो गरौँ ल सबैजना खेलाखेल नगर्नु होला म तपाईँहरू सबैजनालाई के अरे समय दिइहाल्छु क्या अरू जस्तो आश्वास छैन म ल है के अरे पत्रकार साथीहरू पनि आइसकेको अरू के अरे यहाँहरू सबैलाई मेरो हार्दिक सम्मान पनि छ तपाईँहरू समाजको आँखा राज्यको आँखा थुप्रै वर्ष एक्लै कुदियो लगभग अब सबै हिसाब गर्दाखेरि 15 वर्ष जति होला एक्लै कुदियो टिम नबन्दो रहेछ
अनि एक्लै सबै थोक गर्नुपर्ने हुँदो रहेछ हाम्रो। त्यसो भएको कारणले एउटा टिम बनाउनु त भनेर हामी एउटा राजनैतिक दल स्थापनार्थ अहिले अभियानहरू चलिराखेको छ र त्यसैको लागि निर्वाचन आयोगमा लागि आफै गर्ने कानुनी बाध्यता अब यो तिहारको मौकामा पनि आएको छौँ। खासमा चाहिँ त्यो किन आएँ भन्ने कुरा अब चाहिँ तपाईँहरूको प्रश्न एक दुईवटा लिउँ होला र अरू इन्टरभ्यू लिन चाहनुहुन्छ भने भोलि अल डे म यहीँ हुन्छु होइन। तपाईँहरू अब सबैसँग इन्डिभिजुअल त गर्न सकिँदैन, भाइपा भ्याइँदैन कि होइन। दुई तिनजना भएर तपाईँहरूले मलाई सोध्न सक्नुहुन्छ इन्डिभिजुअल। आज चाहिँ 2-4 प्रश्न सोधेर हामी सुतौँ होला नि। हैरान भइएको छ बाटोमा पछाडिँदै आयो। यहाँले भन्नुभयो नि त्यो एक्लै चाहिँ कति 15 वर्ष जति हिँडिसक्यो, एक्लै हिँड्दाखेरि त्यो जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न नसक्ने भन्नुभयो। अब चाहिँ कसलाई समेटेर लान खोज्नु भएको सबैजनालाई त्यस्तो खिचाइले है आकाश जत्रो मन छ जहाँ ब्रह्माण्ड अट्न सक्छ भनिसकेपछि सबैजनालाई हामी समेट्न चाहन्छौँ। तर हामीले चाहेर मात्रै नहुँ। पत्रकारहरूलाई चाहिँ म हाम्रोमा आउनुहोस् भन्दिनँ। मैले भने पत्रकार कर्मचारी र शिक्षक कर्मचारी र पत्रकारलाई चाहिँ हामी हाम्रो दल कुनै पनि संस्था के हुँदो रहेछ किनभने तपाईँहरू भनेको राजनीतिको अङ्ग हो, निष्पक्ष हुनुपर्छ है। दुधका दुध पानीको पानी छुट्याउने हुनुपर्छ सधैँभरि भनेको त्यो काङ्ग्रेस एमाले माओवादी रासपा बालेन सबैलाई बोलाउनु भएको तपाईँले आह्वान गर्नुभयो। यस्तो छ कोही पनि मान्छे जन्मँदै कङ्ग्रेस भएर जन्मँदैन, एमाले भएर जन्मँदैन। त्यसो भएको कारणले गर्दाखेरि एउटा व्यक्ति स्वतन्त्र जन्मिसकेपछि अब रहँदा बस्दा अब हुर्कने क्रममा, हिँड्ने क्रममा, डुल्ने क्रममा राजनीतिक आस्था राख्ने मान्छे, राजनीति बुझ्ने मान्छे, बुझौँ त भन्ने चाहना राख्ने मान्छे कुनै दलमा जान सक्छ। तर कुनै पनि व्यक्ति पर्मानेन्ट चाहिँ हुँदैन। त्यसले गर्दाखेरि हो देश बनाउनका लागि देशभक्त नेपालीहरू एक ठाउँमा फागुन 21 गते हुने निर्वाचनमा चाहिँ काङ्ग्रेस एमाले मुख्य काङ्ग्रेस एमाले चुनावै हुन सक्दैन आवाज डिस्टर्ब आयो यस्तो छ। अब हुने देख्नु भएको छ, हुन्छ हुँदैन भन्ने कुराहरू अब भविष्यको कुरा हो होइन। हुन पनि सक्छ नहुन पनि सक्छ होइन। हुनुहोस् त ठिक छ, भोलि के हुन्छ भन्ने। तर हामी देश बनाउनका लागि विशेष गरी काम गर्ने मान्छे है फिजिकल्ली हामी चाहिँ पसिना बगाउनु पर्छ भने श्रमदाताहरूलाई मैले सङ्गठित गर्नुपर्छ होइन। र त्यो निर्माण गर्ने हो। चुनाव भन्ने ठुलो कुरो हो। एउटा राजनीतिक दलको चुनावबाट अब लिकुडमा अनुभव भएर जाने होइन, माथि पुगेपछि जनताको म्यान्डेट लिएर निर्णयहरू गर्ने भन्ने कुराहरू ठुलो कुरो हो। तर त्योभन्दा पनि ठुलो कुरो चाहिँ सत्ता प्राप्तिको कुराहरू पनि ठुलो कुरो हो। र त्योभन्दा ठुलो कुरो चाहिँ यो समाज रूपान्तरण गर्नुपर्ने कुरा देख्छु। त्यसो भएको कारणले समाज रूपान्तरणका लागि हामीले अलिकति भिन्न खालको शक्ति निर्माण गर्दैछौँ। मेयर साहब म एउटा प्रश्न गरिहाल्छु। मेयर साहब जस्तो अहिले के प्रब्लम छ भने सबै दल खोल्ने भनेर लागिरहेको छ। जिन्दगी पनि दल खोल्ने, सबै पनि दल खोल्ने, त्यति मात्र नभएर मालिन पनि दल खोल्ने, कुलमान पनि दल खोल्ने, दल मात्रै हुने भयो। अब भोट कसले हाल्ने, जनता दल मात्रै देख्ने भयो भने यस्तो कुरा छ नि मेयर साहब। दल त धेरै छन् तर हाम्रो श्रम संस्कृति जस्तो फरक होइन, त्यो चाहिँ अलिक फरक छ। त्यहाँ भनेको त्यहाँ चाहिँ सबै अट्ने दल खोल्न जस्तो तपाईँ सबैसँग सहकारी गर्न तयार हुनुहुन्छ। देश बनाउनका लागि सबैसँग म तपाईँसँग मिल्न तयार छु होइन। यहाँबाट सबैसँग मिल्न तयार छु। यदि देश बचाउने सवाल हो र देश बनाउने सवाल हो भने
हाम्रो मन आकाश जस्तो हुनु जस्तो यो बिचमा त तपाईँ र बालन बिचको यो टकराव देखिया छ नि उहाँप्रति चाहिँ यस्तो छ अब उहाँ आफै दल खोलेर अगाडि बढ्छु भन्दै हुनुहुन्छ भन्नुभयो तपाईँले अब लोकतन्त्रमा अब संविधानले नै दिएको अधिकार हो नागरिकहरू सङ्गठित हुन पाउँछ दल खोल्न पाउँछ यहाँले अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की प्रति पनि निकै कटाक्ष गर्नुभएको छ कटाक्ष कस्तो खालको उहाँको काम गतिविधिप्रति त्यो चाहिँ यस्तो छ अब त्यो के अरे अब ढिलो पनि भइसक्यो होइन अब त्यो च्याप्टर ढिलो पनि भइसक्यो तर उहाँ त अहिले पनि आएको छ नि त सर उहाँ त हुनु अब गर्नुपर्ने कुरा ढिलो भयो होइन ढिलो काम गर्नु र नगर्नु एउटै कुरा हो जस्तै असारमा हामीले धान रोप्नुपर्छ होइन पुसमा जाडोमा हिउँ परि टुसारो झरेको बेला धान रोपेर हुँदैन ढिलो भइरहेछ प्राथमिकतामा चाहिँ के विषय पर्नु पर्थ्यो उहाँको प्राथमिकतामा त अब धेरै विषय पर्नु पर्थ्यो होइन अब के भने उहाँले पार्नु भयो मैले सिकाउने कुरो भयो जस्तो अहिले म त्यसपछि उहाँले सिकाउनका लागि